सम्पूर्णमा प्रेम प्रणाम। मेरो अर्को नयाँ भ्लगमा हजुरहरूलाई स्वागत छ। आज चाहिँ हामी बिहान बिहानै नौतम धाम गएका थियौँ किनभने आज हाम्रो भाइको जन्मदिन हो। बहिनी, म र भाइ तीनैजना हामी रमाउँदै नौतम धाम जाँदैछौँ। यो नौतम धामको गेट हो। हामी यहाँबाट अघि बढ्दैछौँ। हामी बिहानको 9 बजेको आरतीमा नौतम धाममा आइपुगेछौँ। त्यसपछि घरमा आएर हामीले 108 मिहिर सागर पाठ पढ्यौँ र हामीले राज्यको सेवा पूजा सुरु गर्यौँ। हाम्रो दिदी भिनाजु पनि आउनुभएको थियो भाइलाई ह्यापी बर्थडे विश गर्नको लागि। सेवा पूजा सकाएपछि हामीले सबैजनाले पालै पालो भाइलाई राज्यको टिका लगाइदियौँ र हामीले यसरी नै भाइको जन्मदिन मनायौँ। यस्तै रमाइलोको साथ हाम्रो आजको दिन बित्यो। हजुरहरूलाई आजको भ्लग कस्तो लाग्यो कमेन्ट गरिदिनु होला। प्रेम प्रणाम।